गर्मीको आगमनसँगै तपाईको नवजात शिशु वा सानो बच्चाहरूलाई घमौरा आएर आत्तिनुभछ। ल सुनौ, बच्चाहरूलाई घमौरा आउन नदिन के गर्नुपर्छ। घमौरा आउनुको कारण हामीले उनीहरूलाई लाइदिएको लुगा नमिलेर उनीहरू धेरै तातो भएर र गुम्सेर हो। तसर्थ बच्चाहरूलाई हामीले शुद्ध सुत्तीको लुगा अर्थात् 100% कटन क्लथ लगाइदिनु पर्दछ। सुत्तीको लुगाले उनीहरूको जिउमा हावाको प्रवाह राम्रोसँग, एयर सर्कुलेसन राम्रोसँग हुन मद्दत गर्छ र पसिना पनि शोषिदिन्छ। उनीहरूलाई हल्का रङको जस्तो सेतो, आकाशे नीलो, हल्का पहेँलो रङको लुगा लाउनु पर्दछ। उनीहरूलाई सानो लुगा जस्तो आधा बाहुला भएको सर्ट, हाफ प्यान्ट, फ्रकहरू लगाइदिनु पर्दछ। उनीहरूलाई डाइपर पनि सुत्तीकै लगाइदिनु बेस र दिसा र पिसाब गरेपछि केही बेर डाइपर नलाइकन नाङ्गै छोडिदिनु राम्रो हुन्छ।